नेपालले गेम हार्ने कारण के छ थाहा छ? दुईटा छ र यो कमी कमजोरी नि हरेक देशको खेलाडीले पत्ता लगाइसकेछ कि नेपालसँग के कमी कमजोरी छ। सबभन्दा पहिला ओपनर र टप अर्डरको बल्लेबाज जो जान्छ डट बल बढी खेल्छ। 1 रन 2 रन लिन नामै लिँदैन, खालि 6 हान्छ न छक्का चौका हान्छ नत्र डट खेल्छ। र यो डट खेलेपछि पछि जो बल्लेबाज जान्छ नि उसको माथि एकदम प्रेसर डालिदिन्छ, बाध्यता उनीहरूलाई छक्का चौका हान्न कोसिस गर्छ र आउट हुन्छ। सबभन्दा नम्बर 1 कमी कमजोरी। दोस्रोमा चाहे 100 रन होस्, चाहे 200 रन होस्, चाहे 300 रन होस्, चेस गर्नको लागि लास्ट ओभरसम्म लाग्छ। 1 रन 2 रन त यिनीहरू लिने नामै लिँदैन। हरेक गेममा टप अर्डर बल्लेबाज फ्लप छ। त्यही कारणले चाहे ओडिआई होस् चाहे T20 होस्, त्यही कारणले नेपालले गेम हार्छ। जुन दिन नेपालले डट बल खेल्न छोडिदिन्छ र लास्ट ओभरसम्म यो मैच लगेर जित्छु भनेर दिमागबाट हटाइदिन्छ, त्यो दिनदेखि नेपाल कहिले हार्दैन। सबभन्दा ठुला कमी कमजोरी नेपालको ब्याट्सम्यानमा यो दुईटा छ र यो दुईटा सुधार्न धेरै जरुरी छ। तपाईहरुलाई कस्तो लाग्यो? तपाईहरु हेर्नुभयो होला, घुनसन झाले धेरै रन बनाए, तर घुनसन झा धेरै 20 वटा छक्कामा हानेर के गर्यो? यदि नन्दन यादवले रन लिन कोसिस गरेको त्यति बेला 1 रन लिएको भए सायद नन्दन यादव 1-1 रन लिएको भए लास्ट बलमा छक्का हाने 1-1 रन लिएको भए के मैच जित्न सक्थेन? सक्थ्यो। ओभर कन्फिडेन्स भयो घुनसन झाको माथि। यो म मात्र छक्का हान्न सक्छु, म मात्र मैच जिताउन सक्छु। उले नन्दन यादवलाई स्ट्राइक दिएन, त्यही भएर मैच हारेको हो। चाहे 2024 को ओडिआई हो, 2024 को तपाईँ T20 वर्ल्ड कप हेर्नुस्, चाहे यो हेर्नुस्, ओभर कन्फिडेन्स भएर यो गेम हारेको हो।